हेलो गाइज, मेरो नयाँ भिडियोमा स्वागत गर्न चाहन्छु। गुड मर्निङ सबैजनालाई। बिहानीको सुरुवात आफ्नै घरको धाराको पानीबाट भइसक्यो मेरो। र तातो आएको मन तातो पानी मैले दैनिक मात्रामा युज गर्ने गर्छु। यसले गर्दा स्वास्थ्यमा धेरै फाइदा हुने गर्छ। तपाईलाई ग्यास्ट्रिकको प्रब्लम हुँदैन, खाएको पच्छ र तातो पानी शरीरमा गयो भने शरीरले धेरै असरदायक काम गर्छ। गाइज, धेरै पछि घामको अनुहार देख्न पाइयो। सूर्य देवताले दर्शन दिनुभएको छ। आज बिहानको सुरुवात सूर्य देवताको दर्शनबाट भएको छ। र यहाँ पनि यो घरतिर घर बन्दैछ नयाँ साया भैयाको। चाहिँ घर हो र म यसो गेडिया मार्नु पर्यो यसो राउन्ड। के भने आज बिहानको सुरुवात सूर्य देवताको दर्शनबाट भएको छ। र यहाँ पनि यो घरतिर घर बन्दैछ नयाँ साया भैयाको। चाहिँ घर हो र म यसो गेडिया मार्नु पर्यो यसो राउन्ड। के भने पिताश्री हुनुहुन्छ? के भनिदिनुहोस् त, के भयो आँखामा? गाइज, आमा कस्तो छ अहिले तपाईँलाई? हजुर ल, आमाको स्वास्थ्य अवस्था अलिकति गडबड भएको थियो। बाढी आयो। गाइज, हामी अब अफिसतिर रवाना हुँदैछौँ। खाना खाइसकेका छौँ अनि आज सूर्य देवताले दर्शन दिनुभयो र सूर्य देवताको दर्शन धेरै धेरै आभार व्यक्त गर्छ। आज सूर्य देवताले दर्शन दिनुभयो अनि आजको दिन उज्यालो भयो। गाइज, माखो पनि थिएन। माखो हामीले मारेर पाउसबाट लिइसकेका छौँ र त्यस्तो पनि माखो छैन, कामै छैन कि काम छैन, माल बुझ्ने काम छैन। अनि के गर्ने काम थियो? अब त्यस्ता कामहरू सबैको भइसक्यो। अब बिस्तारै त्यस्ता काम पनि खुल्न सक्छ है। अब किनभने अलि कार्यालयको चाहिँ अलिक सहज होला होइन। बिस्तारै काम सबै चोरी भयो कि आज मेरो 2टा कस्टमर गणेश खनाल रह्यो।